जनताले मन पराएको यो बन्द हुन्छ कि यही मात्र बजाउने आज सपुतलाई नि ओके नमस्ते टोरन्टो म सर्वप्रथम त मलाई आज यो सपना जस्तो लागिरहेको छ साँच्चीकै मलाई कसैले पिन्च गर्दै पनि हुन्थ्यो सबैको आफ्नो आफ्नो सपना हुन्छ तपाईहरुको पनि सानो सपना थियो होला एउटा उज्जवल भविष्य बनाउने राम्रो पढ्ने राम्रो जागिर खाने जिन्दगीमा केही गर्ने सो सम्भवतः मैले पनि एउटा सपना देखेको रहेछु कि म पनि यदि भव्य स्टेजमा यदि भव्य ठाउँमा यदि भव्य नेपालीहरूको माझ कार्यक्रम गर्न सकौँ र आज मलाई त्यो सपना पुरा भएको महसुस भएको छ थ्याङ्क यू सो मच टोरन्टो धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद छ म अलिकति मलाई एकजनाले भिडियो खिचेर पठाइदिनु न मलाई कतिको नेपालीहरू आउनु भएको छ भनेर मलाई मेरो सुभाष भाइले एउटा भिडियो खिचेर मलाई तल लगिदियो अनि मैले त्यो भिडियो हेरेँ तपाईँ पत्याउनु नहोला म एकदमै भावुक भएँ किनभने न आज दसैँ हो न आज तीज हो न आज तिहार हो न आज माघे सङ्क्रान्ति हो न आज जात्रा हो आज केही पनि होइन आज अगस्त 8 तारिक हो आज शनिबार मात्र छुट्टीको दिन हो तर एउटा संस्थाले एनसीसीएसले बोलायो कि हिमालय मेला गर्छौँ नेपाली फुड दिन्छौँ नेपाली गीत सुनाउँछौँ भनेर भन्नुभयो तपाईहरु नेपालको माया बोकेर यहाँसम्म आउनुभयो म साँच्चीकै भावुक भएँ तपाईहरुको हरेक पलमा हरेक रगतमा हरेक नसामा हरेक मुटुको कुना कुनामा नेपाल लुकेको छ नेपाली माया लुकेको छ यसको लागि म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु र धेरै ढिला पनि भइसकेको छ म तपाईहरुको समय लिदिन म कहाँबाट सुरु गरौँ जस्तो लागेको छ खै कहाँबाट सुरु गर्ने होला तपाईहरुलाई अलिकति हतार छ हैन हामी त भोलि काममा जानुपर्छ प्रकाश सपुतलाई हेर्ने हो मेला हेर्ने हो एउटा दुईटा गीत सुनेर गइहाल्ने हो भन्नुहुन्छ भने म चाहिँ गोलबन्दी सबन्दी गाउँछु गइहाल्छु हैन हामीलाई केही हतार छैन प्रकाश सपुत भर्खर नेपालबाट आएको यसो तपाईँ नजिक आएर स्मेल गर्नु भयो भने पनि नेपालको माटो माटो बसाउँछु होला त्यसमाथि गाउँमा जन्मेको छिटो लोकगीत लिएर आएको छ अलिकति सम्झना लिएर आएको छ अलिकति सन्देश लिएर आएको छ आज हामीलाई हतार छैन कम्तीमा पनि 1 घण्टा प्रकाश सपुतले गाउनुपर्छ भन्नेले ताली बजाउनुहोस् त हतार छैन नि त्यसो भए म सुरुवात गर्न चाहन्छु म सकेसम्म सर्वप्रथम यो संस्थाको सम्पूर्ण टिमलाई एनसीसीएसको टिमलाई हाम्रो प्रेसिडेन्ट सुदर्शन सापकोटा र टिमको लागि ताली बजाइदिनुहोस् न उहाँहरू सम्पूर्ण टिमको लागि थ्याङ्क यू सो मच तपाईहरुको एफोर्टले हाम्रो भेटघाट भयो सो कहाँबाट सुरुवात गरौँ भने विदेशमा यो ठुला महल देख्दा पनि नेपालकै याद आउने रहेछ यहाँको सिस्टम देख्दा पनि नेपालकै याद आउने रहेछ बाटो देख्दा पनि हाम्रो नेपालमा यस्तो कहिले हुने होला जस्तो लाग्ने रहेछ हरेक कुराले नेपालको झल्को आउने रहेछ अनि मन चञ्चल हुने रहेछ सो म सुरुवातमा चाहिँ आफ्नो मन बुझाउन सक्नुपर्छ भन्छु सबैभन्दा ठुलो कुरा मन रहेछ हिजो केही नहुँदा गाउँमा पनि रमाइलो थियो आज $100 कमाउँदा $200 कमाउँ जस्तो लाग्छ आज 100 रुपियाँको चस्मा लाउँदा 500 को प्राडा लाउन पाए जस्तो लाग्छ हो किन भन्नुहोस् त सो आज एउटा सानो कोठा लिएर बस्दाखेरि आफ्नो अपार्टमेन्ट घर लिन पाए हुन्थ्यो जस्तो लाग्छ सो मान्छेको मन चाहिँ बढ्दै जाने रहेछ आफ्नो मन भुलाउनु पर्छ है त्यही भएर म सुरुवातमा तपाईहरुको मन भुलाउन चाहन्छु मनमै हुन्छन् कृष्ण मनमै कंस पनि मनमै हुन्छन् राम रावणको अंश पनि मनैले सोच्छ पाप मनैले सोच्छ धर्म जस्तो सकिन्छ कर्म त्यस्तै आउँछ फल हल हल यो मन हल हल यो गीतबाट आजको कार्यक्रम सुरुवात गर्न चाहन्छु नपाए तपाईहरु नेपाल झर्न बित्तिकै छेउैमा पशुपति मन्दिरलाई यसो दर्शन गर्नुहुन्छ होला आज नेपाललाई सम्झेर नेपालले भगवानहरूलाई सम्झेर यो गीतबाट आज एक कुराका कार्यक्रम सुरुवात गर्न चाहन्छु एकचोटि सबैले ताली बजाएर आशीर्वाद दिनुहोस् न सबैजनाले ट्र्याक नम्बर 2 प्ले गरिदिनु होला केही छैन छातीमा हात राख्ने यसो गर्नु त